जुस खाने यस्तो खोकी लागेको बेलामा जुस खाने यस्तो खोकी लागेको बेलामा जुस खान हुन्छ कि हुँदैन हुन्छ कि हुँदैन हुन्छ कि हुँदैन मैले कहिले खाइछु र मैले त्यस्तो नराम्रो चिज बुवाजुले जुस खाइसक्यो खाइसेन घाँटी दुख्यो बुवाजुको नखाइसु बुवाजुर भने हो कि होइन मैले के खाएँ नखाइसु बुवाजुर भनेर भन्छ कि भन्छ न मैले के खाएँ भने अर्को भन्छ न भने बुवाले टेर्छ न के खाइसु त के खाइसु बुवाले के रे छाला मनपर्छ होइन के खाइसु बुवाजुले भन्नु खोजेको के खाइसु बुवाजुले के खाइसु मात्रै अरू केही खाइसेन नि अनि यस्तो खोकी लाखा बुवाजुलाई नखाइसु बुवाजुर भन्नुपर्छ पर्दैन अनि किन नभन्छ त भनेको मान्छेन बुवाजुले तिमीले भनेको मान्छेन पिटुम उहाँ गएको बेलामा बुवाजुर खोकी लाग्छ भनेर भन्छ कि भन्छेन भने हो बुवाजुले टेर्छ कि टेर्छेन टेर्स्यो कि टेर्छेन अनि किन टेर्छेन भने त झुट बोले मामुसित झुट बोले हो होइन अनि एउटा भन्ने हो नि त दुईटा त भन्ने हो तिमीले खायो खाएनौ चिसो ए चिसो खायो छोरीले चिसो खायो आमा मामुसित झुट बोले हो कतिवटा खायो एउटा मात्रै अनि किन खायो भने त किन खाएन भने त बुवाले झुट बोल्छ हो मैले होइन मैले केही पनि बोलेको छोरीले झुट बोल्छ कतिवटा खायो एउटा मात्रै मैले नखाऊ घाँटी दुख्छ छोरी घाँटी दुख्छ ज्वरो आउँछ भने कि मामुले किन खाइछ त मैले नखाऊ छोरी मैले नखाऊ किन खाइछ तिमीलाई त बुवाहरूले भने मान्दैन नखाऊ भन्दा छोरीले खाइछ अबदेखि मामुले भनेको मान्ने कि नमान्ने मामुले फोनबाट भनेको कि होइन नखाऊ है भनेर अनि किन खा त अब हस्पिटल गएर सुई लगाउने हो अनि किन खा त सरी भन अबदेखि मामुले फोनबाट भने नि मान्छौ नि खाने हो त खानु आज काना ठाएर सरी भन्नु मामुले चाहिँ काना ठाएर भन अनि मामुले ओके भन्छु अबदेखि भनेको मान्छु भन ठुली मान्छे त भयो अब भयो अनि खोकी लाग्छ घाँटी दुख्छ भनिरहेको छु मामुले खालि चिसो मात्रै मन पराउने हो मैले भनेको छोरी नखाइस न यस्तो नखाइस भन्दाखेरि छोरीले नमान्छ बुढी भइसक्यो अब त हुँदैन बुढी खै त बुवाहरूले चुप खै बुवाहरूले पनि चुप खै किन मलाई चाहिँ किन ओके म भोलिदेखि म केही पनि किन्दिनँ छोरालाई